स्वयं हजुरलाई गुरुजीले आएर हजुर बोलाउनु भयो? मैले माला लिएँ भने स्वामीजीको हातबाट मात्र लिन्छु, अरूको हातबाट त लिन्न भने समाधिको छेउबाट स्वामीजीले यस्तरी बोलाउनु भएको छ कि आऊ आऊ आयो आऊ। म यति रोएँ। तपाईँ दान चाहिँ गर्ने, घरको सबै परिवारले जान दिने, तर हजुर कस्तो इन्ट्रेस्ट नलागेको है? त्यही त नि क्या, अब यो सबै कुरा पुण्यको कुरा हुने रहेछ होइन। पुण्य नपुगेसम्म केही काम हुँदैन रहेछ, स्वामीजीले बारम्बार भन्नु। प्रणाम, यहाँहरू सबैलाई अमृतम टक्सको पहिलो एपिसोडमा हार्दिक स्वागत छ। दिस इज मी मा कृष्ण राधा। सबैभन्दा पहिले हाम्रो यो नयाँ यात्रालाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूको मनमा पक्कै पनि प्रश्न आयो होला, यो पोडकास्ट किन सुरु गरियो त? हामीले के महसुस गर्यो भन्दा उसका ध्यान, विचार, प्रेम, सचेतना र सन्यासका बारेमा धेरै कुरा सुन्न सकिन्छ, तर विचारले मानिसको वास्तविक जीवनमा कस्तो खेल खेलिरहेको छ भन्ने कुरा धेरै नै कम सुन्न सकिन्छ। त्यसैले यो पोडकास्टमा हामीले हरेक एपिसोडमा एउटा सन्यासी वा ओशोका साधकसँग खुला संवाद गर्नेछौँ, उहाँहरूको यात्रा, सङ्घर्ष र परिवर्तनबारे। In this very first episode of Amritam Talks, we will explore our guest's personal journey, what led them to the sannyas, how it's changed their perspective, and the lesson they've learned along the way. उसको ध्यानको कुराकानी, उहाँकै सन्यासीको जुबानी। Let's welcome our beautiful guest, मा प्रेमलता aka भाउजूमा। थ्याङ्क यू मा कृष्ण राधा प्यारी मेरी। प्रणाम सबैजनालाई। म मा प्रेमलता। तपाईँ ओशोसँग कसरी जुट्नु भयो त्यसबारे हल्का बताइदिनुहोस् हामीलाई। अब कहाँबाट सुरु गरौँ होइन। म चाहिँ अहिले भन्दा 5-7 वर्ष पहिलादेखि नै जुडेको जुड्नलाई त। त्योभन्दा पहिला चाहिँ मेरो फ्यामिलीमा सबैजना पहिला नै अमुनामा ज्योत्स्नामाहरूसँग बागलुङमा पहिलोचोटि ओशोलाई बागलुङमा इन्ट्री गर्ने बेलामा नै मेरो श्रीमानले सन्यास लिनुभएको थियो। उहाँहरूसँग सँगै हाम्रै घर अगाडि ध्यान हुन्थ्यो होइन। त्यति बेला चाहिँ मलाई कस्तो लाग्थ्यो भने के गरे होला यिनीहरूले होइन, घरि उफ्रेको छ, घरि कराएको छ, घरि रोएको छ होइन। अनि मलाई आऊ आऊ भन्थेन, यस्तोमा नि जान्छ, यो के हो, बौलाको हो कि के हो, यिनीहरू भर्खरै यस्तो गरे भर्खरै हाँसिन्छ भर्खरै रोछ भनेर म दङ्ग पर्थेँ कि त्यति बेला। अनि मेरो बुढाले नि त्यति फोर्स चाहिँ गर्नु भएन कि आऊ जाम त भन्नुभयो, तर मैले त्यति फोर्स गर्नु भएन, त्यति म गएन, इन्ट्रेस्ट पनि भएन मलाई त्यतिखेर, केही थाहा नै भर्खरै भल्ल ओशो इन्ट्री भयो, के हो ओशो भनेको के हो, म गइनँ होइन। अनि श्रीमान चाहिँ लागि पर्नुभयो, सन्यास लिएको थुप्रै वर्ष भयो होइन। अनि त्यसपछि गर्दाखेरि मेरो श्रीमानले फर्स्टचोटि लिनुभएपछि मेरो ससुराबाले लिनुभयो होइन। ससुराबाले लिएपछि 2-4 वर्षपछि मेरो छोराले लियो। उसले एसएलसी दिनुभन्दा पहिला 8 क्लासमा हो कि 9 क्लासमा पढ्ने बेलामा चाहिँ अमुनामा र ज्योत्स्नामाले लुम्लेमा क्याम्प हुँदाखेरि तपाईँको छोरालाई लान्छु है भन्ने होइन। अनि ल त लैजाऊ, म नगए पनि मेरो छोरालाई त पठाउँछु भनेर मैले पठाएँ होइन। 1 दिनको हो कि 2 दिनको शिविर थियो, त्यहाँ गरेर आयो। छोराले पनि माला लाएर आयो होइन। छोराले पनि माला लायो, बुढाले पनि लायो, त मलाई त यिनीहरूले त लाउनु सबैले लायो, तपाईँले पनि लाउनु भने होइन। मैले त्यही पनि अझै टेरेन कि मानेन, म पनि त्यस्तो छ नि मुडी टाइपको छ। अनि यिनीहरूले यहाँ आश्रमहरूमा यस्तो कहिलेकाहीँ यस्तो क्याम्पहरू गर्ने होइन, क्याम्पहरू गर्ने बेला चाहिँ ल मेरो तर्फबाट यो है, त्यस्तोमा चाहिँ लाग्ने, तर सन्यासले नि त्यहाँ जान चाहिँ मन नलाग्ने क्या मलाई होइन। अनि त्यस्तै गर्दा कति वर्ष बित्तिकै उनीहरूले माला लिएको 10-12 वर्ष भइसक्यो, मलाई अझै इन्ट्रेस्ट छैन कि। अनि फेरि मेरो छोरीलाई कुशलहरू आउँदाखेरि मेरो छोरीलाई सन्यास लिन मन लाग्यो होइन। मेरो छोरीलाई पनि पठाएँ मैले, मेरो छोरीले पनि सन्यास लियो, छोरीले पनि सन्यास। अनि यिनीहरूले फेरि आएर भने कि अमुनामा र ज्योत्स्नामाले, भाउजू तपाईँको घरमा सबैजनाले सन्यास लिइसक्यो, तपाईँले चाहिँ किन नलिने, लिनु के लिनु भन्दै। मलाई जुन दिन मेरो मनभित्रबाट आउँछ होइन, मलाई जुन दिन भित्रबाट हुन्छ त्यही दिन लिन्छु, तिमीले फर्स्ट चाहिँ नगर भने। अनि हुन्छ त नि, चुप लाएर बस्यो होइन यिनीहरू। अनि यहाँ 1 दिन शिविर भइरहेको थियो, जाममा थियो, म कहीँ गएन, शिविर लिनु भनेको म जाँदै गएन कि। अनि एकैचोटि अब लाइफमा मेरो धेरै उतार चढाव भयो होइन, धेरै अब स्थितिहरू कस्तो पनि भयो होइन। घरमा बुढो ससुरा हुनुहुन्थ्यो, 94-95 वर्षको बुढालाई हेर्नुपर्ने, यताउता हिँड्नु त्यति समय पनि थिएन मलाई होइन। बच्चा सानो, मेरो श्रीमान चाहिँ त्यस्तै परेर बाहिर हुनुभयो होइन। अनि त्यसले गर्दाखेरि मलाई घर व्यवहार एकदम कचटेको थियो कि। अनि त्यसपछि बिचमा यिनीहरूको एउटा स्वामीजीप्रति यिनीहरूको आकर्षण देखेर होइन, अनि यिनीहरूले
गरेको उस देखेर मलाई पनि भित्रभित्र कति यिनीसँग जानु पाए त हुन्थ्यो भन्ने त हुन्थ्यो, तर मैले यिनीलाई मन फुकाएर चाहिँ भनेको थिएन क्या होइन, भनेको थिएन। अनि त्यसपछि एकचोटि जस्तै स्वामीजीलाई एकदम उस आयो क्या, त्यति बेला यिनीहरूको यहाँ तल आश्रम पनि थियो, नजिकै आश्रम पनि थियो कि हाम्रो घर नजिकै। अनिखेरि त्यहाँ दिनको आएर स्वामीजीले अट्याक आयो नि त, त्यस भन्नाले अब शत्रुहरूले अब के गरे अब होइन, त्यति म भित्र चाहिँ घुसेको छैन थिएँ त्यति बेला। अनि त्यसरी थाहा, अनि यिनीहरू त्यहाँबाट त्यो आश्रम छोडेर यिनीहरू छुट्टै घरमै गर्न लाग्यो होइन, घरमै गर्ने बेलामा अनि यिनीहरूलाई अचानक त्यो कारागारमा के कारागारमै हो, कारागारमा क्याम्प 10 दिनको क्याम्प गराउने भनेर आएछ नि। अनि मलाई भन्न आए भाउजू हामीसँग यस्तो कार्यक्रम आएको छ, क्याम्प छ, तपाईँ हिँड्नु भन्नुभयो। ल त नि जान्छु त नि, तिमीले यति भन्छ म कति अटेरी भएर बस्ने, अब त म जान्छु भनेर म त्यति बेला मैले ससुरालाई म जान्छु भने हुन्छ जाऊ भन्नुभयो। त्यति बेला म 7 दिन बिहान त्यहाँ जाने भनेर म 4 बजी उठ्थेँ कि, एउटा हुन्छ नि उत्साहकै उमङ्ग जस्तो कस्तो भयो कि होइन। ल त अब त म जान्छु कि भनेर गएँ होइन, मन एकदम उस गरेर डर गराएर गएँ। लिएपछि म एकदमै डटेर लिन्छु नभए लिन्न भन्ने मेरो सोच चाहिँ त्यस्तो थियो कि होइन। अनि त्यसपछि अनि त्यो क्याम्प 7 दिनसम्म 10 दिनसम्म हामीले एकदम गयो होइन। त्यहाँपछि मलाई एकदम रमाइलो पनि भयो, यस्तो राम्रो रहेछ भन्ने पनि भयो। अनि माला लिने चाहिँ सोच्छु होला भने ठ्याक्कै त्यो। अनि एक दिन ज्योत्सनामाले निरेमा एउटा समाधि छ कि हाम्रो ऋषिधर श्रीधर गुरुको समाधि छ कि तल खन्याघाटमा, त्यहाँ एक दिन क्याम्प गर्न लग्यो ज्योत्सनामाले होइन। त्यहाँ क्याम्प गर्न लगाएँ, त्यहाँ क्याम्पमा नि यस्तो रमाइलो भयो, त्यही खाइयो, त्यही एक दिनभरि पुरै रमाइलो ध्यानहरू गरेर आयौँ। आएको त्यो दिन राति मलाई के भयो भने सपना आयो क्या होइन, कस्तो छ कि होइन, समाज आयो होइन। अनि त्यसपछि कस्तो भयो भने त्यो दिन राति सपनामा स्वामीजी के, स्वामीजी आउनुभयो, मैले जुन घरमा मैले फोटो गराएर राखेको छु नि स्वामीजीको, त्यही कपडा लगाउनु भएको होइन। अनि अमुना र म यसरी भरे यसरी झरेको, अनि मैले त्यहाँ भिडियो पनि गराएको थिएँ कि पहिला, त्यो क्याम्प जाने बेला भिडियो टक्टक गराएर मैले यस्तो भिडियोबाट टिकटक बनाएको थिएँ। अनि त्यसमा हामी अमिना र म यस्तो झरे, अमिना र म छोडेँ, म अगाडि गर्छु नि, अमुना पछाडि आउँदैछ नि। स्वामीजीले त्यही समाधि छ उहाँको, समाधिको छेउबाट स्वामीजीले यसरी बोलाउनु भएको छ कि आऊ तिमी आऊ भनेर बोलाउनु भयो। अनि म दौडेर गएछु कि स्वामीजीको अगाडि दौडेर गएछु। अनि भोलिपल्ट अमिनालाई आएर भने कि लकडाउन थियो त्यति बेला होइन, कस्तो रुनु मन लाग्छ भाइ भन्छ उसँग मिरेकल्स नै भयो जस्तो एउटा होइन। अनिखेरि स्वामीजीले बोलाउनु भयो जस्तो लाग्यो होइन। अनि भोलिपल्ट आएर अमिनालाई भने होइन, मैले माला लियो भने स्वामीजीको हातबाट मात्र लिन्छु, अरूको हातबाट त लिन्न भने। अनि त्यति बेला लकडाउन थियो, लकडाउनले गर्दा क्याम्प गर्नलाई अलिक थियो नि त, गाह्रै थियो नि त। अनि त्यति बेला उसले फर्स्ट शिविर चाहिँ मैले 19 जनवरी परेको थिएँ होइन, त्यति बेला 7 दिनको क्याम्प। ल म जसरी जाने मलाई लैजा भने होइन, उसले अनि लयो। अनि त्यही भएर मैले उसलाई के भन्छु भनेदेखि कल्याण मित्र भन्छु क्या अमुनामालाई अमुनामालाई मैले मेरो कल्याण मित्र तँ होस् भन्छु कि होइन। अनि म तँ भनी चल्छ है, मेरो फेरि नन्न भयो तिनीहरूलाई, त्यही भएर क्या अनिखेरि त्यहाँ गयो नि उसले क्याम्प मिलाएन, क्याम्प गएँ। अनि क्याम्पमा जाँदाखेरि अब के अरे त्यो लकडाउन भएर यहाँ के गर्नुपर्ने हो क्या, त्यो गर्नुपर्ने नि। अनि त्यो सबै गरेर गएँ, 7 दिनको क्याम्प लिएँ, यस्तो रमाइलो। त्यहाँ पनि एकदम मिराकल भन्नाले स्वामीजीले बारम्बार सपना देखाइराख्नु भएको थियो। अनि मैले भनेको पनि थिएँ, स्वामीजीले सोध्नु भयो। अनि सन्यासको दिन आयो होइन, सन्यास त्यति बेला दिउँसो हुन्थ्यो कि, लकडाउनले गर्दाखेरि दिउँसो हुन्थ्यो। व्हाइट ड्रेस लगाएको छैन मेरो सन्यास, मरुन गाउँ एल्लो अमुनामाला मागेर लगाएको छु नि अनिखेरि सन्यास लिएँ होइन। सन्यास लिने स्वामीजीले के भन्नुभयो सोध्नुभयो, कस्तो लाग्यो तपोवन भनेको। एकदम रमाइलो, निन्द्रा लाग्यो म त स्वामीजी म त यहाँ सुतेको सुतेछु भने म त यहाँ आएर म त सुतेको सुतेछु स्वामीजी, मलाई त लट्ठै भएछ भने। अनि त्यति बेला धेरै टच हुन्थेन नि त। अनि एकछिन छिटो भएर त्यति मात्रै सोधमा ल आनन्द भयो र सन्यास लिनुहुन्छ अनि भने। अनि त्यसपछि सन्यास लिएँ। तपाईँ दान चाहिँ गर्ने, घरको सबै परिवारले जान दिने, तर हजुरलाई कस्तो इन्ट्रेस्ट नलागेको है। अनि स्वयं हजुरलाई गुरुजीले नै आएर सपनामा आएर हजुरलाई बोलाउनु भयो, त्यसमा कस्तो इन्ट्रेस्टिङ कुरा लाग्यो मलाई चाहिँ। त्यही त नि क्या,
अब यो सबै कुरा पुण्यको कुरा हुने रहेछ होइन। हजुर पुण्य नपुगेसम्म केही काम हुँदैन रहेछ। स्वामीजीले बारम्बार भन्नुहुन्छ नि, मान्छेको पुण्य पुग्यो भने बल्ल सन्यास लिन्छ भन्नुहुन्थ्यो नि। त्यो मलाई त्यही लागु भएछ कि मलाई पहिला जति यिनीहरूले बोलाउँदा नि म जान्नु थिएन नि त, त्यही भएर मेरो पुण्य पुगेको रहन्छ। अनि जब पुण्य पुग्यो होला मेरो, अनि त्यसपछि म बल्ल स्वामीजीसँग भेट भयो होला कि। हजुर अहिले चाहिँ रियलाइज भइरहेको छ। अहिले चाहिँ एकदम अब स्वामीजीलाई सुन्दै जान्छु होइन। हजुर म दिनमा मैले उहाँको सबभन्दा पहिलो पुस्तक चाहिँ सन्त गाथा उहाँले नै सिग्नेचर गरिदिनु भएको थियो, त्यो पढेँ। अनि त्यस पढेपछि अनि उहाँको अचम्म जो चाहिँ मैले देखेँ भने उहाँको बुक चाहिँ त्यो पढेर म यति रोएँ उहाँको जीवनको गुरुलाई भेट्ने भनेपछि यस्तो गरेर म चाहिँ यस्तै है, म चाहिँ किन होला यस्तो गरेर नैनले यति भन्दा नगर्ने, स्वामीजी यस्तो गरेर पनि गुरुलाई कस्तो गर्नुहुन्छ नि। त्यो चाहिँ मलाई अझसम्म म किन पहिल्यै गएन अहिले भन्दा अहिले त्यति बेला पहिल्यै किन नगएको भन्दा अहिले मलाई रियलाइज हुन्छ कि मैले अझै समय सुरुमै गर्नुपर्ने। यत्रो वर्ष त मेरो त्यत्तिकै खेर गयो नि त, त्यस्तो लाग्छ कि मलाई अहिले। सानो प्रश्न, हजुरको जीवन चाहिँ सन्यास लिनुभन्दा पहिला र अहिलेमा के चेन्ज भयो? हजुर के चेन्ज त पक्कै पनि महसुस गर्नुभयो होला। भएछ, धेरै चेन्ज भयो होइन। हजुर पहिला सन्यास लिनुभन्दा पहिला नि मेरो लाइफमा अब सबै कुरा त भौतिक उहरू त सबै थियो होइन। तर अलिकता मनमा चाहिँ हुन्छ नि, जे के कुराको कमी छ, के को कमी छ, के पुगे छैन, त्यो चाहिँ भइरहेको थियो होइन। सबै चिज छ तर मनमा आनन्द हुन्न नि होइन, त्यो थियो होइन। जुन पनि सन्यास लिएँ, सन्यास लिएपछि त म त हावा जस्तै हो कि, हावा जस्तै। अब अहिले नि पीडा छ मेरोमा, स्ट्रगलहरू छ, गइरहेको छ होइन, भइरहेको छ, समस्याहरू त भइरहेको छ नि। तर त्यसलाई लिनेर पहिला लिन्थ्यो भने अहिले लिन्छु भन्दा नि लिन सक्दैन कि। अहिले कस्तो हुन्छ, पहिला अब यस्तो सोचेर बस्थ्यो कि मलाई के भएको यस्तो भन्थेन। अहिले त त्यो सोच्यो नि, यस्तो अब कुरा त भइहाल्छ नि, यस्तो त भर्खरै हुन्छ, सहिहाल्छ नि, यस्तो भइहाल्छ। त्यो चाहिँ पीडाहरू चाहिँ हुन्न रहेछ। पीडाहरू छैन भन्न चाहिँ मिल्दैन, छन्लै। तर त्यसको लिने तरिका चाहिँ मैले अहिले एकदम हावामा उडाइदिन्छु भन्नाले स्वामीजी सबै कुरा स्वामीजी हुनुहुन्छ, भगवान हुनुहुन्छ होइन। स्वामीजीको भरोसा जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ, मैले सब उहाँलाई नै सम्पिदिएछु होइन। अनि त्यही भएर म बिन्दास। अनि सबै सन्यासीहरूले तपाईँलाई पिरहरू केही छैन, तपाईँ सब सधैँ हाँसेको मात्र देख्छु, हाँस्नु बाहेक अरू हुनै छैन। हाँस्ने मेरो नहाँस्किन मेरो बोली नि डिप्रेसनकै औषधि त भन्न मिलेन। तर अलिअलि म फनी टाइपको जोक्सहरू भनेर चाहिँ मान्छेलाई ह्याप्पी चाहिँ गराउँछु होइन। त्यही भएर मलाई भाउजूमा भनेपछि मान्छेले अलिकता बागलुङको भाउजूमा भनेपछि ओहो भनेर भनिहाल्छ नि। त्यो एकदम राम्रो पनि है, मान्छेहरूलाई हँसाउनु भनेको अहिले होइन। मान्छेहरू कति अहिले लाइफमा कति स्ट्रगल गरिरहेको छन्, मान्छेले आफ्नो पीडा पोख्ने थाहा हुँदैन है। तर मान्छे हाँस्नु, अनि हजुरबाट हाँस्नु भनेको एकदमै पुण्यको काम पनि भइरहेको छ। त्यो त मलाई के छ जस्तो लाग्दैन होइन, मैले त्यस्तो के गरेछु जस्तो लाग्दैन। तर मान्छेले भन्छ तपाईँसँग बस्यो भने कस्तो टेन्सनै मुक्त भयो जस्तो हुन्छ कि, भाउजूमा बस्नु भने अब पोखरा क्याम्पमा जान्छ नि, देखि त कति आउँछन् त्यस्तै। तपाईँलाई चाहिँ पहिला हजुर सन्यास नलिनुभन्दा अगाडि केही नहुँदा पनि होइन, पीडा हुने, सेटिस्फ्याक्सन नहुने, केही न केही कमी भए जस्तो हुने, सन्यास लिएपछि चाहिँ हजुर यति धेरै पीडा हुँदा पनि होइन, अब लाइफको पीडा त हुन्छ है, पीडा हुँदा पनि हजुर कस्तो पीडा लिन नसक्ने भन्नुभयो नि, एकदमै अचम्मको कुरा होइन। र अब नयाँ आउने सन्यासीहरू या फिर भर्खरै जुन पनि सन्यास लिनुभएको छ उहाँहरूले चाहिँ हजुरलाई के सुझाव दिन चाहनुहुन्छ? त्यसलाई कसरी चाहिँ तिनीहरूले चाहिँ डेभलप गर्न सक्छ आफ्नो सन्यासलाई, आध्यात्मिक लाइफहरू चाहिँ? त्यही हो, म अरू के भन्न चाहन्छु भने अब धेरै पुण्य पुगेपछि बल्ल गुरुले हात समान्नु रहेछ होइन। त्यो अब गुरुले हात समातिसक्नु भएको हातलाई हामीले कहिले पनि छोड्नु भएन होइन। सधैँभरि गुरु कृपा रहिरहोस् भनेर हामीले गुरुको पछि लाएर बस्नु पर्यो होइन। अनि गुरुको भक्ति गर्ने, गुरुको रेगुलर ध्यान गर्ने, जस्तै हामी गर्छौँ नि अहिले बिहान एक घन्टामा चाहिँ गुरुले जहिले मर्निङ तिमीको वैकुण्ठ गराऊ भन्नुहुन्छ नि। अनि हामीले बिहान 2 घन्टा वैकुण्ठ गराउँछौँ होइन। अनि दिउँसो चाहिँ मैले घरमा यसो सानो 5-10 मिनटको गर्छु होइन। अनि बेलुकी कुण्डलिनी यही गर्छौँ होइन। त्यो रेगुलर गर्नु पर्यो सबैजनाले होइन। अब जुन जस्तो नयाँ आउनुहुन्छ नि उहाँले त्यो गुरुको हात समातिसकेपछि कहिले पनि नछोड्नु, दिनमा एउटा ध्यान चाहिँ जसरी नि गर्नु। स्वामीजीले बारम्बार भन्नुभएको छ होइन, मान्छेले 24 घन्टामा 1 घन्टा आफूलाई निकाल्नु। त्यो पनि मैले पनि त्यही भन्न चाहन्छु कि सबैजनाले एउटा ध्यान चाहिँ कहिल्यै नछोड्नु र गुरुको हात पनि कहिल्यै नछोड्नु।
अर्को एउटा के भन्छ रेगुलर ध्यान गर्यो भने आफ्नो दुःख पीडाहरू पनि सधैँ अब भएको दुःख पीडा भयो जस्तै महसुस पनि हुन्न रहेछ र सबैजनालाई त्यही महसुस गराउनलाई सबैले 1 घण्टा रेगुलर ध्यान चाहिँ गर्नुमा आग्रह गर्छ होइन सबैजनालाई होइन। ध्यान गर्दै गएपछि चाहिँ अब समस्याहरू पनि कम हुँदै जाँदो रहेछ। हामीले चाहिँ भाउजूमाबाट हामीले थाहा पाइसक्यौँ। अब कतिजनाको नयाँ सन्यासी या फिर अब पुरानो सन्यासीहरूले अब कति बेला भन्नुहुन्छ नि आफ्नो लागि 1 घण्टा टाइम पनि निकाल्न सकिँदैन होइन। अब 24 घण्टामा 1 घण्टा टाइम त निकाल्नु भन्नुभएको छ स्वामीजीहरूले। र के भन्न चाहन्छु भने चाहिँ स्वामीजीले हामीलाई के भन्नुभएको थियो अस्ति हाम्रो उपवनमा हाम्रो शिविर भएको थियो। स्वामीजीले के भन्नुभयो भने 24 घण्टामा 1 घण्टा आफ्नो लागि निकाल्न सक्दैनौ भने चाहिँ तिम्रो लाइफ व्यस्त होइन अस्त व्यस्त चाहिँ छ भनेर भन्नुभएको छ। सो हामीले लाइफलाई अस्त व्यस्त भन्दा पनि व्यस्त गराउनको लागि चाहिँ ध्यान चाहिँ गर्नुपर्छ। आफूलाई 1 घण्टा टाइम चाहिँ दिनुपर्छ। यो चाहिँ आई थिङ्क दिस इज अल्सो गुड फर यर हेल्थ पनि है। एकदमै मेन्टल हेल्थ फिजिकल हेल्थ सबैलाई राम्रो हुन्छ। धेरै धेरै धन्यवाद हामी प्यारी भाउजूमा हजुरको यात्रा सुनेर हजुरसँग कुराकानी गर्दा चाहिँ एकदमै रमाइलो लाग्यो है। अनि कुराहरू पनि एकदमै डिप थियो हजुरको कुरा, इमोसनल पनि भयो, फन पनि भयो, धेरै हाँसियो। अघि भाउजूमाले भने जस्तै भाउजूमासँग बसेपछि चाहिँ हाँसिन्छ नि, एकदमै धेरै हाँसिन्छ। हजुर पनि भाउजूमा भेट्नुभयो भने अब उपवनमा तपोवनमा है अनि चेतवनमा भेट्नुभयो भने भाउसँग कुरा गर्नुभयो भने हाँसेरै जानुहुन्छ, त्यति चाहिँ पक्का यो ग्यारेन्टी। र दर्शकबिनहरू हाम्रो चाहिँ यो पहिलो एपिसोड थियो अमृतम टक्सको। यसमा धेरै त्रुटिहरू पनि भएको थियो होला पक्कै पनि, किनभने यो चाहिँ मेरो फर्स्ट टाइम हो यसरी होस्ट गरेर यसरी पोडकास्ट गरेको चाहिँ। सो हजुरहरूलाई केही सजेसन दिन चाहनुहुन्छ भने, केही नयाँ कुराहरू कस्तो पोडकास्टहरू हेर्न चाहनुहुन्छ, के बारेहरू त धेरै सुन्न चाहनुहुन्छ, व्यक्तिगत जीवन जर्नी सन्यासीहरूको कसरी हुन्छ, ध्यान कसरी गर्छन्, उहाँहरूको बारेमा जान्न चाहनुहुन्छ भने त्यसको लागि पनि मलाई सजेस्ट गरिदिनु होला। के सुन्न चाहनुहुन्छ, क्वेसनहरू कस्तो सोद्धा चाहिँ राम्रो हुन्छ सन्यासीहरूलाई। मलाई चाहिँ कमेन्ट सेक्सनमा चाहिँ सजेसन दिनु होला। यदि केही गल्ती भए चाहिँ कृपया माफ गरिदिनु होला। धेरै धेरै धन्यवाद। हाम्रो यो अमृतम टक्सलाई चाहिँ फलो गरिदिनु होला, हामीले चाहिँ हेर्दै जानु होला, किनभने हाम्रो नयाँ नयाँ एपिसोडमा चाहिँ नयाँ नयाँ साधकहरूको, नयाँ नयाँ सन्यासीहरूको चाहिँ नयाँ नयाँ एक्सपिरियन्सहरू, जर्नीहरू, कुराकानीहरू, मिरेकल्सहरू चाहिँ हामीले लिएर आउने नै छौँ पक्का पनि। र हामी अर्को पोडकास्टमा चाहिँ भेट्नेछौँ। जय होस्, जय स्वामीजी।